हरि ओम सर्वमङ्गलम भवतु। कुण्डलिनी योग के हो त कुण्डलिनी? कुण्डलिनी योगमा हाम्रो मूलाधार चक्रदेखि सहस्र शिरसम्मका गरेर 7वटा चक्रहरूको विस्तृत त्यसको व्याख्या गर्दै एउटा कल्पना गरिएको छ। यो कुण्डलिनी योग भनेको पूर्ण रूपमा तन्त्र विज्ञान हो। यो तन्त्रसँग सम्बन्धित छ र तन्त्र विज्ञान हो। यो तन्त्र विज्ञानले हामीलाई मोक्ष मार्गीहरूलाई कुनै पनि किसिमको फाइदा गर्दैन। यसले तन्त्र विज्ञानमा राम्रो सफलता हासिल गर्छ। तन्त्र विज्ञानको लागि यो महत्त्वपूर्ण कुरा हो। तर मोक्ष मार्गीहरू जस्तै गौतम बुद्ध, त्यसपछि गएर हाम्रा महावीर, जय कृष्णमूर्ति, रजनीश ओशो लगायत कसैले पनि यो कुण्डलिनी तन्त्र शक्ति सिद्धि गर्नुभएको होइन। यसको प्रयास पनि गर्नुभएको होइन। फेरि यता रमण महर्षि, जय कृष्णमूर्ति लगायत यता हाम्रो रामकृष्ण परमहंस, गुरु नानक, गुरु कबीर लगायत कसैले पनि यो तन्त्र, यो कुण्डलिनी योग गर्नुभएको होइन। कुण्डलिनी योग नगरिकन पनि उहाँहरू सफल हुनुभयो, उहाँहरू पूजनीय हुनुभयो। त्यसकारणले कुण्डलिनी योग त्यति धेरै आवश्यकता होइन। र अहिलेका गुरुहरू कस्ता हुनुहुन्छ भने, जस्तै इक्जाम्पल हाम्रा अब इन्डियामा धेरै गुरुहरू छन्। हामी त इन्डियन गुरुलाई नै मानिरहेछौँ। उहाँहरूले पहिला सुरुमा गुरु केही होइन, गुरु चाहिँ एउटा बाटो देखाउने बटुवा हो भन्नुहुन्छ। फेरि उहाँहरूले आफैलाई पुज्न लाउनुहुन्छ। यो चाहिँ यो नकारात्मक पक्ष हो। मोक्ष मार्गीले कुनै गुरुको पनि भक्त हुनु हुँदैन। गुरुलाई सम्मान गर्नुपर्छ, आदर गर्नुपर्छ। तर गुरुकै भक्त बनेर गुरुकै नाम जापेर चाहिँ त्यो पनि मोक्ष हुँदैन। अहिलेका सद्गुरु हुनुहुन्छ, उहाँ आफूले कुण्डलिनी योग नगरिकन चाहिँ आफूले सिद्धि प्राप्त गरेको अथवा आफू चाहिँ यो अवस्थामा पुगेको भन्नुहुन्छ र अहिले फेरि कुण्डलिनी योग गर्न लाउनुहुन्छ आफ्नो चेलाहरूलाई। ल आफूलाई पुजाउनुहुन्छ, आफ्नो बारेमा आफूलाई नै पुजाउनुहुन्छ। लगायत अरू थुप्रै गुरुहरू हुनुहुन्छ। अझ अर्का रामपालको त कुरै नगरौँ, लगायतका थुप्रै गुरुहरूले आफैलाई पुजाउनुहुन्छ। त्यो पनि होइन। गौतम बुद्धले भन्नुभएको छ, म एउटा डुवा जस्तो हो, खोलो तराइदिने, भन्नुको मतलब मोक्ष मार्गको लागि ज्ञान दिने, त्यसपछि मेरो काम छैन। आफ्नो विचारले आफै अगाडि बढ्ने हो भने जस्तै हामी चाहिँ के भयौँ, गुरुलाई नै भगवान मानिदिने, गुरुलाई नै चाहिँ शरण परेर गुरुकै चाहिँ भक्ति गीत गाएर हिँड्ने होइन। गुरुले देखाएको बाटो फलो गर्ने, गुरुले देखाएको बाटोमा हिँड्ने र गुरुलाई चाहिँ सम्मान गर्ने, आदर गर्ने मात्रै हो। त्यहाँभन्दा माथि जानु हुँदैन। त्यहाँभन्दा माथि गयौँ भने फेरि हामी के हुन्छ, मोक्ष मार्गमा पुग्न सक्दैनौँ। कुनै पनि तन्त्र सिद्धि गरेको व्यक्ति पनि मोक्ष मार्गको लागि लायक होइन र कुनै पनि देवता अथवा गुरुको भक्तिपूर्ण एकदम भक्ति गर्ने मान्छे पनि मोक्ष मार्गको लागि त्यो लायक होइन। संसार त्यागेर, नाम त्यागेर मोक्ष मार्गको लागि हिँड्ने मान्छे एउटा आश्रमको फैलावटमा, त्यसको चिन्तामा, गुरुको चाहिँ भक्त गीत गान गाउने अथवा तन्त्र साधना गर्ने, तन्त्रतिर लाग्ने मान्छेले मोक्ष कदापि प्राप्त गर्न सक्दैन। तन्त्र एउटा विज्ञान हो, तन्त्र एउटा संस्कार हो। यो नराम्रो पक्ष होइन, राम्रो पक्ष हो, चाहिने चिज हो। तर यो भन्दा माथि हो मोक्ष भनेको। त्यसकारणले कुण्डलिनी योगबाट कुनै पनि हालतबाट, कुनै पनि परिस्थितिबाट मोक्ष मार्गमा लाग्नलाई सहजता हुँदैन। त्यसले कुनै पनि भूमिका खेल्दैन। कुनै पनि महान गुरुहरू जो सफल हुनुभयो, जो सिद्ध हुनुभयो, उहाँहरू कसैले पनि कुण्डलिनी योग गर्नु भएन। जस्तै यही नजिकै हाम्रो नागार्जुन बाबा हुनुहुन्थ्यो, शिवपुरी बाबा हुनुहुन्थ्यो, खप्चर बाबा हुनुहुन्थ्यो, लगायत कसैले पनि कुण्डलिनी योग गरेर मुक्ति अथवा चाहिँ सिद्धि प्राप्त गर्नुभएको पनि होइन र त्यसले उहाँलाई सहजता प्राप्त गरेको पनि होइन। त्यसकारणले हामी कुण्डलिनी योगमा अलिकति भ्रमित छौँ। कुण्डलिनी योग भनेको तन्त्र विज्ञान हो, योग विज्ञान हो। यसलाई नकारात्मक रूपमा र नराम्रो पक्षमा हेर्नु चाहिँ हुँदैन। तर हामी मोक्ष मार्गीको लागि चाहिँ त्यसले कुनै पनि फाइदा गर्दैन। हरि ओम तत्सत।